सबैलाई स्वागत छ। आज हामी कुरा गर्दैछौँ अनुशासनको विज्ञानबारे। कुनै काम सुरु गर्ने सोच बनाउनु एउटा कुरा हो, तर त्यसमा टिकिरहनु त्यो अर्कै कहानी हो, हैन त? आउनुहोस्, हाम्रो दिमागले वास्तवमा कसरी काम गर्छ र हामी कसरी आफूलाई अझै डिसिप्लिन बनाउन सक्छौँ भन्ने रहस्यको पर्दा खोलौँ। यो प्रश्न त हामी सबैको मनमा कहिले न कहिले आउँछ नै। कुनै नयाँ बानी सुरु गर्दा होस् वा कुनै लक्ष्य पूरा गर्न लाग्दा सुरुको जोस बिस्तारै हराएर जान्छ। तर किन यस्तो हुन्छ? यसको पछाडि हाम्रो दिमागको एउटा एकदमै सरल तर शक्तिशाली फर्मुला लुकेको छ। ल, अब कुराको गहिराइमा जाउँ है त। खासमा समस्याको जड भनेको हाम्रो दिमागले हरेक निर्णय लिनु अघि गर्ने एउटा सानो हिसाब किताब हो। यही हिसाबले नै हामी कुनै काम गर्न उत्साहित हुन्छौँ वा त्यसलाई टारिदिन्छौँ। हाम्रो दिमागले हरेक कामलाई प्रतिफल र प्रयासको तराजुमा जोख्छ। मतलब कुनै कामबाट कस्तो नतिजा आउँछ र त्यसको लागि कति दुःख गर्नुपर्छ। जस्तै चकलेट केक खाने मन लाग्यो रे, दिमागले तुरुन्तै हिसाब गर्छ, त्यो खाँदा कति आनन्द आउँछ, त्यो भयो प्रतिफल, अनि त्यो किन्न जान कति झ्याउ लाग्छ, त्यो भयो प्रयास। सिधा कुरा के हो भने, जब प्रतिफलको पल्ला प्रयासभन्दा भारी हुन्छ, हामी त्यो काम गर्न दौडिहाल्छौँ। यो त बिजनेसमा प्रफिट एन्ड लसको हिसाब गरे जस्तै हो। हाम्रो दिमाग सधैँ कम मेहनतमा धेरै फाइदा खोजिरहेको हुन्छ। तर यो हिसाबलाई केले असर पार्छ त? ओके, त्यसो भए हाम्रो दिमागलाई कुनै काम बारम्बार गर्न केले उक्साउँछ त? मतलब हामी अनुशासित कसरी हुन्छौँ? यसका दुई मुख्य ड्राइभरहरू छन्। एउटा हो पुरस्कारको लोभ र अर्को हो सजायको डर। यिनै दुई कुराले हाम्रो बानीहरूलाई बनाउँछन्। एकातिर छ पुरस्कार, जसले हामीलाई कुनै कामतिर तान्छ। जस्तै मिठो आइसक्रिम खाँदा दिमागमा डोपामिन नामको खुसी बनाउने केमिकल रिलिज हुन्छ। अर्कोतिर छ सजाय, जसले हामीलाई कुनै काम गर्न धकेल्छ। जस्तै शिक्षकको गाली खाने डरले होमवर्क गर्नु। एउटा आकर्षण हो भने अर्को बाध्यता। अब सोच्नुहोस् त, आइसक्रिम खान वा नेटफ्लिक्स हेर्न अनुशासन चाहिँदैन, किनकि त्यसको पुरस्कार तुरन्तै पाइन्छ। त्यसैगरी स्कुल जानु वा अफिसमा काम गर्नु सजायको डरले प्रेरित थियो। त्यो डर पनि तत्कालको थियो। अनुशासन त्यहाँनिर गाह्रो हुन्छ जहाँ प्रतिफल वा सजाय दुवै टाढा भविष्यमा हुन्छ। ल, समस्या त बुझ्यो, कारण पनि थाहा भयो। अब पालो समाधानको। हाम्रो दिमागलाई अनुशासित बनाउन 3वटा मोटिभेसनल हुक्स छन्, जसले हामीलाई सही बाटोमा लक गरेर राख्न मद्दत गर्छन्। पहिलो हुक हो समय, अर्थात् कुनै काम गर्नका लागि पहिले नै आफ्नो क्यालेन्डरमा समय छुट्याउनु। दोस्रो हो व्यक्ति, अर्थात् अरू कसैप्रति जवाफदेही हुनु। र तेस्रो अनि सबैभन्दा गाह्रो, त्यो हो इच्छा शक्ति, जहाँ बाहिरी दबाव बिना नै हामी भित्रैबाट मोटिभेटेड हुन्छौँ। यसलाई यसरी कल्पना गर्नुहोस् न, जसरी ढोकालाई बन्द राख्न चुकुल चाहिन्छ, त्यसरी नै हाम्रो अनुशासनलाई बहकिन नदिन यी हुक्सले चुकुलको काम गर्छन्। समय र जवाफदेहिता बाहिरी चुकुल हुन् भने इच्छा शक्ति भनेको भित्री तालसा हो, जुन सबैभन्दा बलियो हुन्छ। ल, अब यति सिकेपछि यसलाई काममा लगाउने बेला भयो। आफ्नो दिमागलाई ह्याक गर्ने बेला। हामीले दिमागको त्यो फर्मुलालाई बुझ्यौँ, अब त्यसलाई उल्टो तरिकाले प्रयोग गरेर आफ्नो अनुशासनलाई बलियो बनाउन सक्छौँ। पहिलो काम के गर्ने? आफ्नो लक्ष्यलाई एकदमै स्पष्ट बनाउने, जसलाई नाप्न सकियोस्। दोस्रो, कुनै पनि कामको लागि पहिले नै क्यालेन्डरमा समय ब्लक गर्ने। र तेस्रो, जवाफदेहिताको लागि सही व्यक्ति छान्ने, जस्तै कुनै कोच, बस वा मिल्ने साथी, जसलाई निराश बनाउन मन लाग्दैन। जब हामी कुनै कामको लागि पहिले नै समय छुट्याउँछौँ नि, हाम्रो दिमागको एउटा एकदमै महत्त्वपूर्ण भाग प्रिफ्रन्टल कोर्टेक्स एक्टिभेट हुन्छ। यो भनेको हाम्रो दिमागको CEO जस्तै हो, जसले लामो सोच्छ, योजना बनाउँछ। तर जब अन्तिम समयमा निर्णय लिन्छौँ, तब दिमागको भावनात्मक भाग हावी हुन्छ, जसले तत्कालको आराम मात्रै खोज्छ। हामीले दिमागका यदि धेरै ह्याक्सबारे कुरा गर्यौँ, तर यी सबै एउटा जगमा टिकेको छ। यदि त्यो जग बलियो छैन भने केही पनि काम लाग्दैन। र त्यो जग हो हाम्रो शरीर। त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने अनुशासनको लागि दिमागलाई स्वस्थ राख्नुपर्छ। र त्यसको लागि 3वटा आधारभूत कुराहरू अनिवार्य छन्। पहिलो, पर्याप्त निद्रा। दोस्रो, सही पोषण। र तेस्रो, शरीरमा पानीको सही मात्रा। यसलाई यसरी सोच्नुहोस् त, जसरी कम ब्याट्री भएको स्मार्टफोनले हेभी गेम्स वा एप्स चलाउन सक्दैन र ह्याङ हुन्छ, ठ्याक्कै त्यस्तै निद्रा, खाना र पानी नपुगेको हाम्रो दिमागले अनुशासन जस्तो भारी काम गर्न सक्दैन।
यो सबैभन्दा आधारभूत तर सबैभन्दा शक्तिशाली नियम हो। अब आजको यो सबै कुराकानीपछि एउटा प्रश्न आफैलाई सोधौँ। आफ्नो कुनै लक्ष्य हासिल गर्न बढी अनुशासित बन्न यी 3 हुकहरू समय, व्यक्ति वा इच्छा शक्तिमध्ये आज तपाईँ कुन चाहिँ प्रयोग गर्नुहुन्छ? एउटा छान्नुहोस् र आजैबाट सुरु गर्नुहोस्।